नमस्ते सबैलाई। अहिले नेपालमा चुनावको माहौल एकदमै तीव्र रूपमा चलिरहेको छ अनि त्यसै सन्दर्भमा विभिन्न पार्टीहरूले हाम्रोहरूको चुनावपछि नै प्रधानमन्त्री तोक्ने पद्धति भयो भने, प्रणाली भयो भने, संसदले निर्वाचित गर्ने भए पनि सांसदहरू गएर संसदमा भोट गरेर निर्वाचित गराउने भए पनि अहिले चाहिँ लगभग प्राय पार्टी सबैजनाले प्रधानमन्त्रीको उम्मेदवार तोकिसक्नु भएको छ। जस्तै भनौँ अब मोटामोटी रूपमा एमाले केपी शर्मा ओलीलाई, काङ्ग्रेसको अब हाम्रो नयाँ सभापति काङ्ग्रेसको सभापति गगन थापाजी हुनु भइहाल्यो। त्यस्तै गरेर अब हाम्रो प्रचण्डजीले नेतृत्व गर्नुभएको पार्टीले चाहिँ अब प्रचण्डजीलाई नै प्रधानमन्त्रीको रूपमै अब पछि लिने नै छ भन्ने लाग्छ। त्यस्तै गरेर अब राष्ट्रिय स्वतन्त्र पार्टीको त गठन हामीलाई थाहै नै छ। गठन हुँदा नै बालनजीलाई प्रधानमन्त्रीको अफर गरेर रवि लामी छानेर बालनजीको सहमति नै भइसकेको छ। अनि यसमा चाहिँ अब फागुन 81ले चुनावमा के हुन्छ कसो हुन्छ भनेर त देखाइहाल्नेछ। त्योभन्दा पहिला चाहिँ अब एमालेबाट प्रधानमन्त्रीको उम्मेदवार उठ्नुभएका केपी शर्मा ओलीले गर्नुभएको काम, उहाँको शासन त हामी सबैले देखेकै छौँ। अरू कुरामा जे जस्तो भयो भने जे जस्तो भन्नाले अब कार्यकर्ताप्रति नातावाद किर्तावाद अनि आफ्ना जो आसेपासे छन् तिनीहरूको काम हुने, अब भ्रष्टाचार पनि अब त्यसरी कानुनी रूपमा नठट होइन, भ्रष्टाचार पनि धेरै माथिसम्म यसको जालो ठुलो भइरहेकोमा उहाँ पनि केही भागीदार हुनुहुन्छ भन्ने नै हामीहरूलाई त्यस्तै लाग्छ। त्यस्तै गगन थापाजीले पनि अब उहाँको बारेमा धेरै त सुने होइन, यस्तो काण्डहरूको बारेमा। उहाँ अब कार्यकारी पदमा पनि हुनुहुन्थेन कुनै समय पनि, एकचोटि स्वास्थ्य मन्त्री भन्नुभयो, त्यस्तै त चाहिँ राम्रै काम गर्नुभयो। अब उहाँको पनि त बाख्राको फार्म खोल्ने व्यवसायले गर्दा उहाँको पनि त्यसमा चाहिँ केही छ, तर त्यो पनि व्यापार गर्दा डुब्यो भन्ने नै छ। अब उहाँले नेता जस्तो मान्छेले एउटा व्यापार गर्दा पनि डुबाउनु, स्टार्टअप गर्दा पनि डुबाउनु भयो भन्ने चाहिँ भन्न सकिन्छ। त्योभन्दा चाहिँ बढी चाहिँ भन्न छैन। प्रचण्डजीको पनि देखेकै हो। अनि उहाँहरूमध्येमा चाहिँ तिनजना मध्येमा चाहिँ अब प्रचण्डजीले पनि शासन गर्दाखेरि आफ्नो मान्छेहरू त केही गर्नुभयो। उहाँले पनि 10 वर्षे जनयुद्धमा बढा हुनुभएको उहाँ 10 वर्षे जनयुद्धबाट आएको भएर नेपाली समाजलाई आर्थिक रूपमा चाहिँ त्यसरी अगाडि ल्याउन नसकेर सामाजिक रूपमा र पिछडिएका दबिएको मानिसहरूलाई चाहिँ अगाडि ल्याउनु भयो। त्यसको त्यो हिसाबमा चाहिँ उहाँ पनि ठिकै मान्न सकिन्छ। अनि केपी ओलीलाई चाहिँ कूटनीतिक हिसाबमा जुन अन्तर्राष्ट्रिय सम्बन्ध अब भारतमा केही मनमुटाउ हुँदा चाइनासँग वा अन्तर्राष्ट्रिय समुदायसँग मिलेर एउटा अडान लिनुभएको, त्यो हिसाबमा चाहिँ कूटनीतिमा अब्बलै मान्न सकिन्छ त्यो हिसाबमा चाहिँ। अनि एउटा स्ट्यान्ड चाहिँ लिनुभएको थियो। अरू त उहाँको यावत यो जेन्जी आन्दोलनकै आडमा अहिले त्यसैको जगमा नै अहिले यसरी चुनाव हुँदैछ। त्यसमा त उहाँ अब भोलि स्थायी सरकार अब कसको आउँछ, त्यसपछि चाहिँ यो बसेकोमा चाहिँ केही फेरि छानबिन नै होला, किनकि उहाँ त्यो समयमा कार्यकारी पदमा हुनुहुन्थ्यो। अब जिम्मेवारी पदमा हुनुभएपछि जिम्मेवारी त दिनै पर्यो। अनि त्यसपछि गगनजी पनि अब अहिले अब प्रधानमन्त्रीकै उम्मेदवारै भन्नुपर्यो। हामीहरूकोमा नेपालमा चाहिँ चुनावपछि चाहिँ संसदमा गएर सांसदहरूले मतदान गरी
उम्मेदवार छान्ने चलन भयो भने अहिले चाहिँ प्रत्येक पार्टीहरूले सबै पार्टीहरूले उम्मेदवार चाहिँ तोकिसक्नु भएको छ। हाम्रो भोलि फल्ना व्यक्ति प्रधानमन्त्रीको लागि सिफारिस गर्नेछौँ भनेर। तर चाहिँ अरू त रेजिस्ट्रेड नै हुनुहुन्छ। गगन थापा र बालनजीमा चाहिँ गगन थापा चाहिँ केही चाहिँ अलि उहाँले काम चाहिँ कसो गर्नुहुन्छ, के गर्नुहुन्छ, वा कसो देखिन्छ काङ्ग्रेसको जुन यति वर्षसम्म शासन गर्यो त्यसबाट त मानिसहरू सन्तुष्ट त हामी खासै छैनौँ। तर अब उहाँ गगनजीको हातमा सभापतिको हातमा गइसकेपछि उहाँ प्रधानमन्त्री बन्नु के गर्नुहुन्छ भनेर त्यो त हेर्न बाँकी नै छ। उहाँलाई चाहिँ उहाँको अहिले यस्तो एउटा म्याच्योर्ड उमेर पनि भइसकेको छ। उहाँ निरन्तर लामो समयदेखि राजनीतिमा हुनुहुन्छ। अब केही गर्नु होला उहाँले पनि भोलि बिहान काङ्ग्रेसले बहुमत ल्यायो भने। अनि म चाहिँ अहिले खास चाहिँ बालनजीको बारेमा कुरा गर्न लागेको। बालनजी चाहिँ अब 3 वर्ष अगाडि काठमाडौँको मेयर हुनुभयो। अनि मेयरमा चाहिँ अप्रत्याशित रूपमा सोचेको भन्दा राम्रो नतिजा ल्याएर काठमाडौँवासीहरूले उहाँलाई विजयी गराउनु भयो। अनि उहाँ विजयी पनि हुनुभयो। अनि अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा उहाँ प्रवेश गरिसकेपछि वा रवि लामिछानेसँग सहमति भएपछि प्रधानमन्त्रीको लागि बालनजी उठ्ने, सभापति चाहिँ रवि लामिछाने नै रहने भन्ने मोटामोटी सहमति उहाँहरूको भयो। त्यसपछि चाहिँ के देख्न सकिन्छ भने उहाँ बालनजी चाहिँ लगभग नेपालमा घुमिराख्नु भएको छ। पूर्वदेखि सुरु गर्नुभएको, अब पूर्व पश्चिम पनि जानुभयो। अब मध्य पश्चिमाञ्चलहरूमा वा अर्देश पाँचतिर अहिले पनि डुल्दै हुनुहुन्छ। अनि बालन शाहले मेरो विचारमा चाहिँ बालन शाहले चाहिँ केही समय यसको लागि चाहिँ कुर्नु पर्थ्यो कि वा कम्तीमा पनि देश, भूगोल, यहाँको रहनसहन, संस्कृति राम्रोसँग बुझेर प्रधानमन्त्रीभन्दा सानो वा केही लेभलमा बसेर वा देश दौडा गरेर देश घुमेर बुझेर रहनसहन, भूगोल, यहाँको संस्कृति बुझिसकेर ज्ञान प्राप्त गर्नुभएपछि त्यस्तै गरेर फेरि अन्तर्राष्ट्रिय राजनीति, भूराजनीति, कुटनीतिमा राम्रो ज्ञान राखिसक्नु भएपछि उहाँ प्रधानमन्त्रीको केही वर्षपछि 4-5 वर्ष अझै 4-5 वर्षमा उहाँ निखार्ता आउँथ्यो होला। त्यसपछि देशको प्रधानमन्त्री बन्नुभयो भने लामो समयसम्म उहाँले देशलाई एउटा दिगो विकासको मार्गदर्शन गर्न सक्नुहुन्थ्यो होला। अनि ब्यालेन्सको जुन हाम्रो अब ठुलो आर्थिक रूपमा चाहिँ हुँदा पहिलो, दोस्रो र तेस्रो, पहिलो त अमेरिका भइहाल्यो, दोस्रो र तेस्रो भारत र चीन जस्तो देशहरूसँग अनि सन्तुलन राख्दै नेपाललाई अगाडि बढाउन सक्नुहुन्थ्यो होला। तर अहिलेको उहाँको जुन काठमाडौँ महानगरपालिकाको हुँदाखेरि चाहिँ महानगरपालिका मेयर हुँदाखेरि चाहिँ कुटनीतिमा चाहिँ केही कमीहरू चाहिँ देख्न सकिन्छ। उहाँ कति कुराहरूमा चाहिँ कमी नै देखिन्छ। यसरी हामी सरसर्ती हेर्दा पनि त्यसले भोलि बिहान अब कुनै देशको समकक्षीहरूसँग उहाँ प्रधानमन्त्री हुन्छ, प्रधानमन्त्री वा राष्ट्रपतिसँग समकक्षीसँग देशको कार्यकारी अनि हाम्रो छिमेकी राष्ट्रहरू वा अन्य देशको राष्ट्र प्रमुखहरूसँग आफ्ना समकक्षीहरूसँग कुरा गर्दाखेरि उहाँले कतिको कुटनीतिको भाषा, कतिको सोच समझले कुरा गर्न सक्नुहुन्छ भनेर नेपालको भविष्यको दिशा चाहिँ तय गर्दछ। त्यसैले त्यसमा चाहिँ अनुभव, ज्ञानको धेरै कमी भयो भने भोलि बिहान नेपाललाई समस्या नै हुनसक्छ। अनि अझै हामीले योभन्दा धेरै पनि दुःख नै पाउन सक्छौँ। त्यसैले बालनजी प्रधानमन्त्री हुनुमा चाहिँ केही सोचनीय नै विषय छ। अनि उहाँ हुनुभयो भने पनि उहाँले चाहिँ अब यो राम्रैसँग बुझेर काठमाडौँ मेयर जस्तो गरेर शासन गर्नु हुँदैन होला भन्ने आश गरौँ। धन्यवाद।